यसको नाम पुनर्नवा। आँखाको लागि एकदमै राम्रो, आँखालाई तेजिलो बनाउँछ। साग खाने यतिकै यो मुन्टा, यो कमलो मुन्टा छ नि, कस्तो मजाको एकदम पल्लिलो रहेछ। यस्तो यस्तो झाङ हुन्छ कि यसको। अनि यो यस्तो यो पुरै यस्तो मुन्टाहरू मजाले सफा गरेर यसको हामी साग खान्छौँ आज। आज हामी सबिना बहिनीको वहाँ गएर साग खाने यसको। साग पुरानो हुन्छ, सुगर प्रेसरलाई पनि यो राम्रो मानिन्छ। तर यो खास आँखाकै लागि, आँखाकै लागि, आँखालाई तेजिलो बनाउँछ। यस्तो तरकारी खान्छ, यसरी पकाएर खाने हो हामीले है। कबाई के कबाई काट्दैन, सुनेकै छैन मैले। कबाई भन्नु